हेलो एभ्रिवान वेलकम टु द भिडियो र यो भिडियोमा चाहिँ हामी क्लास 10 को भेक्टरको थ्योरम नम्बर 11 हेर्न गइरहेको छौँ है त। सो अब यो थ्योरमले चाहिँ के भन्छ त भन्दाखेरि हैन द एंगल इन द सेमी सर्कल इज अ राइट एंगल है त। सेमी सर्कलमा हुने एंगल चाहिँ राइट एंगल हुन्छ अरे, तर कुन एंगल त है। अब यहाँनिर मैले एउटा सेमी सर्कल बनाएँ है त। सेमी सर्कल भनेको सर्कल, त्यसपछि त्यसलाई काटेको है त। अब तपाईले यो पोइन्टलाई लिनुस् र यो पोइन्टलाई लिनुस् है त। अब हामी यो तलको भाग लिदिनौँ है त। यो भनेको सेमी सर्कल भनेको त यति मात्र हो नि त हैन, सर्कलको आधी हो नि त। सो अब यहाँनिर के हुन्छ त भन्दाखेरि तपाईहरुले यदि यसलाई लगेर यहाँ जोडिदिनु भयो अरे है त, यसलाई पनि लगेर यहाँ जोडिदिनु भयो अरे हैन। अब यो एंगल चाहिँ 90 डिग्री हुन्छ अरे है त। अब यसलाई जहाँ पनि र्यान्डमली लगेर हैन यहाँ जोडिदिनु भयो भने पनि, यहाँ जोडिदिनु भयो भने पनि, यहाँ जोडिदिनु भयो भने पनि यिनीहरुको एंगल चाहिँ 90 डिग्री हुन्छ है त। सो यसरी जोडिदिनु भयो भने पनि यो एंगल 90 डिग्री हुन्छ र यसरी जोडिदिनु भयो भने पनि यहाँ यो एंगल 90 डिग्री हुन्छ है त। सो यही कुरा हामीले यहाँनिर प्रुभ गर्नुपर्ने छ। अब यहाँनिर हेर्नुभयो भने चाहिँ यो एउटा पोइन्ट भयो, एउटा पोइन्ट भयो है त। यो भनेको त डायमिटर हो हैन। अनि अब लगेर हामीले यहाँ जोडिदिम अनि यो एंगल चाहिँ 90 डिग्री छ भनेर हामीले प्रुभ गर्नुपर्ने है त। अब प्रुभ गर्नतिर लागौँ है त। अब मैले यही फिगरलाई यहाँनिर एक्सप्लेन गरेको छु है त। लेट ओ बी द सेन्टर अफ सर्कल एन्ड एबी बी अ डायमिटर है त। यो ओ भनेको चाहिँ यसको सेन्टर हो, त्यस पछाडि एबी भनेको यो सर्कलको डायमिटर हो हैन। अनि एंगल एसीबी इज एन एंगल इन द सेमी सर्कल है त। अब यो एसीबी है, यो सी भनेको चाहिँ एंगल इन द सेमी सर्कल हो र हामीले यहाँनिर जोइन ओसी है त, हामीले ओसी चाहिँ जोइन गरेको छौँ है त। एउटा कुरा बुझ्नुपर्ने भनेको चाहिँ के हो त भन्दाखेरि यहाँनिर एओ इज इक्वल टु ओबी इज इक्वल टु ओसी है त। एओ इज इक्वल टु ओबी इज इक्वल टु ओसी है त। यो भनेको चाहिँ के हो त भन्दाखेरि यो सेन्टर भयो हैन। अब यहाँबाट जहाँ पनि सर्कमफेरेन्सलाई हुन्छ त्यो त रेडियस हुन्छ नि त हैन। सो यो पनि रेडियस भयो, यो पनि रेडियस भयो र यो पनि रेडियस भयो है त। अनि एउटा सर्कलको रेडियस त जहिले इक्वल हुन्छ। सो एओ इज इक्वल टु ओबी एन्ड इज इक्वल टु ओसी है त। यही कुरा मैले यहाँनिर लेखेको है त। अब चाहिँ प्रुभ गर्नतिर लागौँ है त। अब यो प्रुभ कसरी हुन्छ त भन्दाखेरि हामी सुरुमा एसी भेक्टर निकाल्ने, त्यसपछि सीबी भेक्टर निकाल्ने हैन। अनि तिनीहरूको प्रोडक्ट गर्दाखेरि चाहिँ रिजल्ट 0 आयो भने चाहिँ यो राइट एंगल छ भनेर हामीलाई थाहा हुन्छ है त। सो अब एसी र सीबी भेक्टर निकालौँ है त। अनि एउटा कुरा, यो चाहिँ म्याग्निट्युडको केसमा भयो हैन। यिनीहरूको म्याग्निट्युड भनेको यिनीहरूको लेन्थ तीनटा रेडियसको इक्वल हुन्छ है। तर अब हामीले डाइरेक्सन पनि हेर्ने हो भने चाहिँ हैन, डाइरेक्सन पनि हेर्ने हो भने चाहिँ एओ भेक्टर इज इक्वल टु ओबी भेक्टर लेख्न पाउँछौँ है त। किनभने यिनीहरू एओ अनि ओबी एउटै डाइरेक्सनमा गइरहेछ र यिनीहरूको लेन्थ पनि इक्वल छ भने चाहिँ हामी यसरी इक्वेट गर्न पाउँछौँ है त। अब भेक्टर एसी हेरौँ है त। और भेक्टर एसी भनेको के हो त? एसी भनेको के हो त? एओ प्लस ओसी हो है। एओ प्लस ओसी हो। त्यस पछाडि है यसलाई इक्वेसन 1 मानिदिउँ। अनि अर्को हामी के हेरौँ त, हामीलाई चाहिएको भनेको त एसी र सीबी हो हैन। अब सीबी भेक्टर चाहिँ कति हुन्छ त? सीबी भेक्टर कति हुन्छ त? सीओ प्लस ओबी हुन्छ है। यही कुरा हामीले यहाँनिर लेखेको। त्यसपछि सीओलाई हामी सीओ नै लेखौँ प्लस ओबी भनेको के हो त यहाँनिर? ओबी भनेको त एओ हैन। ओबीको ठाउँमा हामी एओ लेखिदिउँ है त। अब यति भइसकेपछि हामीसँग एसी पनि छ, सीबी पनि छ है। त्यसलाई इक्वेसन 2 मानिदिउँ। अब एसी र सीबी को प्रोडक्ट निकालौँ हैन। अनि यिनीहरूको रिजल्ट 0 आयो भने चाहिँ यिनीहरू बिचको एंगल 90 डिग्री छ भनेर थाहा हुन्छ है त। सो अब फ्रम इक्वेसन 1 and 2 AC BC is equal to AO vector plus OC vector times CO vector plus AO vector है। कुरा त्यति हो हैन। अब हामी यसलाई थोरै एरेन्ज गरौँ है त। यसलाई AO vector plus OC vector लेखिदिउँ। अनि यसलाई के लेखौँ त भन्दाखेरि यो AO लाई चाहिँ सुरुमा लेखौँ AO vector। अब यहाँनिर प्लस हुँदैन है त, किनभने हामीलाई यहाँ पनि ओसी नै चाहिएको छ नि त हैन। ओसी नै चाहिएको छ। अब ओसी भेक्टर त मैले लेखेँ है।
अब यहाँनिर डिरेक्सन चेन्ज हुँदाखेरि के हुन्छ त भन्दाखेरि अगाडि माइनस आउँछ नि त होइन। सो यहाँनिर माइनस आयो है त, एओ भेक्टर माइनस ओसी भेक्टर। अब एओ प्लस ओसी एओ माइनस ओसी, यो भनेको त ए प्लस बी ए माइनस बीको फर्मुलामा गइरहेछ होइन। भनेको अब ए स्क्वायर माइनस बी स्क्वायर हुन्छ नि त यसको त। सो यो भेक्टरको स्क्वायर माइनस ओसी भेक्टरको स्क्वायर है त। अनि भेक्टरको स्क्वायर छ भने जहिले त्यो म्याग्निट्युडको स्क्वायर हुन्छ है त। भन्नुको मतलब हामी एओ स्क्वायर माइनस ओसी स्क्वायर लेख्न पाउँछौँ है त। अब यहाँनिर हेर्नुभयो भने एओको ठाउँमा हामी ओबी पनि लेख्न सक्छौँ, ओसी पनि लेख्न सक्छौँ होइन। एओको ठाउँमा अब हामी यहाँनिर ओसी लेखिदिउँ है त। सो ओसी स्क्वायर माइनस ओसी स्क्वायर भनेको के हो त, हाम्रो 0 हो है त। सो यसरी हाम्रो यो थ्योरम प्रुभ हुन्छ। हेन्स हामी के लेख्न सक्छौँ त, द एङ्गल इन ए सेमी सर्कल इज राइट एङ्गल है त। सो थ्याङ्क्स सो मच फर वाचिङ एन्ड प्लिज सब्सक्राइब द च्यानल फर मोर भिडियोज।